फेरि बेलुकाको भिडियो लिएर आएको छु, अर्को भिडियो। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु, भर्खर उठेर आएको। अनि आज चाहिँ यता ट्रेनिङ सेन्टर छ कारको, अनि यतै आएर बनाउँदैछु। ट्रेनिङ सेन्टर छ यहाँ अगाडि छ। अनि खासै त त्यस्तो केही पनि विशेष त केही पनि छैन भन्नुलाई चाहिँ। अनि क्रिएटर हो भनेर चाहिँ एक दुईवटा भिडियो बनाउँदै हाल्दैछु बेलुका। अनि बेलुका बिहान त अब ड्युटीकै भिडियो हुन्छ। अनि दिउँसो त अब भिडियो हाल्नु पाउँदैन, सुतेरै टाइम जान्छ। अनि जस्ट यतै आउँछु बेलुका आएर अनि बनाउँदै एक दुईवटा भाग पनि 2-3 मिनटको भाग पनि हाल्दै जान्छु। खै फेसबुकमा चल्दैछ, रनिङ हुँदैछ जस्तो लाग्दैछ। अनि त्यही भएर नि एउटा भए पनि भिडियो चाहिँ यतैकै भए पनि नर्मल भिडियोहरू हाल्दै गर्दैछु। अपलोड चाहिँ म अरिजिनलै हाल्छु, एडिटिङ हुँदैन। अनि अब छोटोको लागि के एडिटिङ गरिराख्नु भनेर अब। अनि एडिटिङ पनि खासै त्यस्तो आउँदैन पनि, तर ग्रो भइहालेछ भने अनि सिकेर पनि कोसिस गर्नुपर्छ एडिटिङको लागि। एडिटिङ गरेर भए पनि अलिक भ्युज बढाउनुको लागि भए पनि। अहिले त भ्युज खासै आउँदैन। खै हजुरहरूले पनि त्यति साह्रो माया दिनुभएको छैन। अब हजुरहरूको माया चाहिन्छ, हजुरहरूले हेरिदिनु पऱ्यो अनि मात्रै भ्युज आउँछ। नभएर त हेरेन भने त भ्यू चाहिँ आउँदैन। लाइक कमेन्ट सेयर गरेर हजुरहरूले गरिदिनु भयो भने चाहिँ अलिकति धेरै भए पनि भ्युजहरू आउँछ। आफ्नो साथीहरूलाई हजुरहरूले सेयर गरिदियो भने राम्रो हुने थियो। नभएर त भ्युज पनि आउँदैन। नयाँ क्रिएटर हो, त्यही भएर अनि आफ्नो पनि त्यस्तो साह्रो फ्रेन्डहरू छैन, सब्सक्राइबरहरू पनि छैन। त्यही भएर अनि त्यही पनि मेहनत त गर्दैछु हजुरहरूको सामुन्ने। जे भए पनि जस्तो भए पनि सानसानो भए पनि भिडियो हाल्दैछु। अनि के कस्तो लाग्छ हजुरहरूलाई सेयर कमेन्ट गरेर पनि सोध्नुहुन्छ। अब सेयर गर्ने त हजुरहरूको अब मन पर्यो भने हजुरहरूले सेयर गर्नुहुन्छ होला। तर के गर्नु अब, तर मलाई चाहिँ हजुरहरूको माया चाहिएको। हजुरहरूको माया पाउनुको लागि थुप्रै टाइम लाग्छ जस्तो लाग्दैछ। हजुरहरूलाई राम्रो लाग्यो भने सेयर कमेन्ट गरेर फलो पनि गरिदिनु होला। युट्युब च्यानल पनि छ, युट्युब च्यानलमा पनि तपाईँहरूले सब्सक्राइबहरू गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। आजको लागि यति नै। फेरि पनि अर्को भिडियो ल्याउँदै गर्छु। हजुरहरूले माया गरिदिनु होला हेरेर।